सामाजिक सञ्जाल नभएर केही हुँदैन अरे अनि अनलाइन बिजनेस रन्काइ देऊ न नसेको खाद्यहरु लो ताने त्यसलाई त सबले थर्काएर थु माछा सचिवहरुलाई पनि दनाम दिनु पर्ने थियो एयरपोर्ट छिर्न खोजिरहेको थियो रे छिरा भए प्लेन उडाइदिन्थ्यो होला क्रिकेट सम्बन्धी अनि त्यो लाडा घाँटीमा के लाडा जस्तो मुजी मर्या साँप बोकेर हिँडेको छु टिभी म्याटले सब उडाइदिएछ म त्यस पछाडि त खोजी हाने नि त So hey guys, what's up and welcome back to my channel. You're watching Nepali Reaction Corner. So I'm back with another amazing reaction video. So आज पनि फेरि म नयाँ रिएक्सन भिडियोको साथमा पुनः उपस्थित भइसकेको छु. So आज हामी हेर्दै छौं Gen Z Revolution भन्ने हाम्रो जालन दाइको लेटेस्ट भिडियो आएको छ. So without further delay, let's watch, let's react. हेर्दिनु त कस्तो भिडियो है त. So are you guys ready? Let's go. आजको युवा पंक्तिले 10-15 वर्ष 20 वर्ष चाहिँ तपाईको कांग्रेसका नेताहरू निर्वाचनमा बसेर दुःख पाएको पनि देखाएको छैन. कम्युनिस्टका नेताहरू जेलमा बसेको भूमिगत गरेर चाहिँ सारा दुःख गरेको त्यो पनि देखाएको छैन. उनीहरु चाहिँ युरोप जाने भो, फेसबुकमा चाहिँ युरोप हेर्ने भो, फेसबुकमा चाहिँ अमेरिका हेर्ने भो. हो त्यही भएर फेसबुकै बन्द गर्दै गरे. त्यही भन्दै हुनुहुन्छ. मैले कहाँ भनेछु त्यस्तो? अनि फेसबुक युट्युबहरु सबै दर्ता भएर कर तिरिरा छ अरे त. किन बन्द गरेको? सरकारको आलोचना भयो भनेर जनताको मुख थोरै हैन सर यो. पक्का हो. नियमनको नाममा सोशल मिडिया ब्यान गरेर अभिव्यक्ति स्वतन्त्रताको हनन भयो रे. अभिव्यक्ति स्वतन्त्रता भइराछ त. सामाजिक सञ्जालमै जानुपर्छ भन्ने छ. अनि हजुर त एमालेको मान्छे हो जस्तो लाग्यो यस्तो भनिहाल्नुहुन्छ. हो म एमालेको प्रतिबद्ध कार्डर चाहिँ हो. सामाजिक सञ्जाल नभएर के पनि हुँदैन. सामाजिक सञ्जाल नभएर केही हुँदैन अरे अनि अनलाइन बिजनेस रन्काइ देऊ न खासो बाटो यस्तो बाटो हो नि त बिजनेस यही बन्द हुन्छ भने मर्न नसेको खाद्यहरु मलाई यो सबै राख्दिनु है. टिकटक बन्द गरे हैन मेरै डरले. टिकटक बन्द गर्ने सरकारले निर्णय गरेको छ. अनि सबै सामाजिक सञ्जालहरु बन्द गरेर रेडियो सुन टिभी हेर भन्न खोज्या हो कि के हो? मतलब टिभी बचाउनु पर्छ. त्यही भने टेलिभिजन त जनताले खोलेर हेर्ने हो. टिभी हेर्नु पर्यो. आजकल टिभी गोले हेर्छ म्याच सिक्ने. अब हुन्छ प्रोटेस्ट. कसम खेल्ने हो. बालुवाटार त सरकारी हो त छोड्दिउँ न त हाम्रै हो बालकोटमा जान्छन् मान्छे. भोलि बिहान आगो लगाइदिउँ गएर म्याच. यो गरे पनि पर्छनको खुमलदारमै गएर भिड्ने. घरमा घेरेर दलक दिएपछि नि यता आउनु न. डोब्बी आने यार. सागर दाइले जे बोल्नु भएको थियो सबै भयो त. मैले बोलेको कुरा पुग्छ. शेरबहादुर देवा तैले खानेवाला छ. तपाईले बन्द बोल्नु. हेर्दै जा मेरो केटाहरुले तँलाई कस्तो हान्छ. हैन हो शेरे. लो ताने यार. शेरबहादुर आन्दोलनकारीले आगो लाउँदै हिँडिरहेको भने थाहा थियो होला त यार. घरभित्र के गरेर बसिरा बुढाबुढी भाग्नु पर्थ्यो नि. आठ त तैले गरेकै हो. आठ गरेर नभाग्या हो कि यसरी रियाल चुवाएर सुत्दै हुनुहुन्थ्यो भित्र. स्वागत गरौँ भनेर बाहिर ल्याएर कुटेछन् के यार. उहाँहरूले चक्कु प्रहार गर्नुभयो घाँटीमा. चक्कु प्रहार? त्यो पनि घाँटीमा? पिटेलाई चक्कु प्रहार गरेर रक्ताम्य हुनुहुन्छ. अनि कस्तो चक्कु प्रहार गरेछन् त घाँटीमै हान्दा पनि मान्छे नमर्ने? शेरबहादुर देवालाई खुब गर्न मन थियो नि हेर्न अब त्यसले चाटेन त. टुपी खाइसकेको बुढाले डोब्बी आने यार. हामी आम जनताको लागि निरङ्कुश पञ्चायत व्यवस्थाको विरोध गर्दा 9 वर्ष जेल पनि बस्नु भएको थियो रे उहाँ. त्यही लेखा छ यहाँ. करेन्ट पनि हान्दिएको भन्छ राजाहरूले. के हो खै त्यही माथि यस्तो बुढो मान्छेलाई कुटेको देख्दा दुःख त लाग्यो तर के गर्ने त माछ सिंह तैले देश बिगारेछ. शेरबहादुरले पिटेको देखेर मजा त आयो तर केपी ओलीलाई नपिटेको देखेर दुःख नि लाग्यो. केपी ओली सँगसँगै यी दुईजना दाजुहरूलाई नकुटेको देख्दा दुःख लाग्यो होला हैन कतिलाई. मात्र लडाइदिनु पर्छ. टिकटक पहिलोचोटि एउटा सबैले बन्द गरे. यो फेसबुक बन्द गर्न पनि मैले 2081 माघ महिनाको 10 गते निवेदन दिएको थिएँ. ए भनेपछि फेसबुक पनि तपाईले गर्दा बन्द भएको? यो पागलले फेसबुक पनि बन्द गर्छ नचाहिने गफ भन्थ्यो. ए भाइहरु थाहा पाइ होला नि एउटा सबैको पावर फेसबुक बन्द छ. त्यसो नभन्नु नि दाइ कुटलान फेरि. मलाई कुटेको छैन नि त. मेरो केटाहरु ओपन भन्दिन्छु तेरो घरमा आउँदै छ. दुखी आत्माहरु तिम्रो बाउले कमाउन नसकेको त्यसलाई त सबले थर्काएर डेट छोड हैन मा त नि त तेरो घरमा आएर जलाउनु मन छ मादर थु माछा. बाउ गरिब भएको फ्रस्ट्रेसन अर्काको बच्चालाई सामाजिक सञ्जालमा पब्लिकली ह्युमिलिएट गरेर फ्रस्ट्रेसन उतार्ने हो. कन्ट्रोल. तिमीहरुको हिम्मत भए त्यो घुसखोरी जलाए भन्दा चाहिँ तिनीहरुको गएर घर घेर्न सक्छ. यसले नि ऊर्जा चाहिँ देखे है फेरि जेनजीहरुलाई हुन्छ नि यस्तो भनेर अलिकति हुन्छ नि एनर्जाइज चाहिँ गरेकै हो भन्ने यस्तो लाग्छ मलाई पर्सनली. घरभित्र छिरेर रामधुलाई हाने. सरी भने यसले एउटा महिलाले सरी भन्दा त छोडेनन्. केपीओलीलाई पाए भने के गर्थ्यो होला? देउवालाई त कास्टिङ मात्रै हो त लतारेको. केपीओलीलाई 206 वटा हड्डी चाहिँ छरपष्ट पार्दिन्छन् सडक. ओलीले नि पिटाइ त खाना पर्ने थियो. पिटाइ होइन त्यसले त छिर्दै अमिल लाउँदै छिर्दै अमिल लाउँ फिटी होइन. नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो. जोर से बोल के लोगों को स्कीमें बता दे. भ्रष्ट सचिवहरुलाई पनि दनाम दिनु पर्ने थियो. समाचार आएको छ. के दामी समाचार दाजु भन्नु त? भर्खरै हिल्टन होटल जलाएका छन्. यो पनि दामी समाचार हो.
अर्काले त्यत्रो लगानी गरेर बनाएको होटल चलाइदिने अनि के गरेर खाने त मेरो छोरा त्यही त अब आजुजीको छोराले के गरेर खाने उ ठुलो अब एकदम धनीको छोरा पनि होइन त्यही त यस्तो गरिब मान्छेलाई देखेर दया लाग्दैन घर जलाइदिएको छ होटल पनि जलाइदिएको छ पिटेको पनि छ बिचरा काठ किन्न नसक्ने मान्छेलाई यार घर बनाइरहेको छु मैले काठ किन्न सकिन मलेसियाबाट आउँदै रहेछ नेपालमा सबैभन्दा धनी मान्छे आर्जु राणा हो पैसा चाहिँ गाडेरै राखेका छन् भन्छ हो रहेछ कसरी गाड्ने त्यो पहिला कोले ट्याङ्कमा गाड्यो भने जमानामा पैसा कसरी गाड्थे थाहा भएन तर हजुरले त पैसा राख्ने बङ्गरै बनाउनु भएको छ त राम 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 है मनी डलर रहेछ क्या सब सही डलर हेर्नुहोस् ल हेर्नुहोस् जता ततै पैसा यार उडिरहेछ टङ्की डलर उडिरहेछ त्योसँग बिलियन्स अफ डलर्स काठ किन्ने पैसा छैन भन्दै हुनुहुन्थ्यो त्यत्रो पैसा कहाँबाट आएछ तेरो बाउको लुटेको हो माछिने मेरो बाउको मात्र होइन हामी सबै नेपालीको बाउको पैसा लुटेको हो एक हिसाबले भन्दै हो मेरो बाउको पैसा चोरेछ माछिने प्रचण्डले प्रमाणित गरेर देखाउनु पर्यो नि प्रचण्डेसँग छ पैसा कहाँ छ क्रेडिट कार्ड छ नि घरमा पैसा राख्छ त त्यही त घरभित्र पैसा नराख्नु पर्ने हो कतिले चोरेर लग्यो होला राम 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 घरमा राख्छ त पैसा अरे है त्यही नेर बेला बङ्कर त्यही नेर आम्मा बाँकी त जलेर पुरा स्याउला जस्तो पैसा त सब बोलेपछि हामी गाउँमा सडकमा गल्लीमा गएर जनतालाई चाहिँ यसबारेमा हामी कन्भिन्स गर्न सक्नु पर्यो कि उहाँको घरमा पैसा पाइएको होइन भएको कुरालाई त स्वीकार्नुहोस् यार नक्कली पैसा हो भन्दा मैले नक्कली नोटको कारोबार गर्छस् भनेर समातिहाल्छ अब एआईले जेनेरेट गरेको भनेर भनिदिनुहोस् झापामा मेयरको घरबाट 80 केजी सुन भेटेको छ 80 तोला होइन 80 केजी रे उहाँ चाहिँ भनेको केटी शर्मा ओलीको मिथ 80 केजी सुन बराबर भएको छ हेर्नु त माछा त खान्छन् क्या त्यो खाने कुरै हो राम्रै कुरा हो तर रक्सी र गाँजा चाहिँ खानु भएन गाँजा खाने जिला गाँजा खाने रक्सी हातै राख्छौमा अनि कसको विश्वास गर्ने हामीले चौकी भित्र बियर हाम्रो भिटेन दाजुले यतिकै र्याप हान्नुहुन्छ त पुलिस चौकी भित्र गर्छु दारु खाँदै मस्ती रेभोल्युसन आउँछ अब आउने दशैंमा यो देशमा परिवर्तन भइसकेको हुन्छ हजुरले भने जस्तो दशैं अगाडि परिवर्तन भयो अब नयाँ बनेको सरकारलाई शुभकामना दिने होला नि काका होइन मैले त अहिले बनेको सरकारलाई म शुभकामना पनि दिन्न थाहा छ हामीलाई राजाले गर्न नसकेको पीडा त्यो रिस म फिल गर्न सक्छु त्यो आरिस जलेको शेख हसिनाको धोती लिएर भागे केपी ओलीहरुका कट्टु लिएर जान्छन् प्रधानमन्त्रीका कट्टु टेन्टी सबै बोकेर हिँड्ने हैन साडी चोलो के विद्या भण्डारी तेरो लुङ्गी हेरिया तेरो लुङ्गी खातिनी दोधा ठोक्नु पर्छ हैनलाई चाबी कोले दियो क्या एयरपोर्ट छिर्न खोजिरहेको थियो रे छिरा भए प्लेन उडाइदिन्थ्यो होला क्रिकेट युज गर्न सक्नुहुन्छ यो चाहिँ एपिक है आम्बो न्यूजको लागि मात्र Use the photo shown on the screen to unlock exclusive offers. होइन मन लाग्दी पनि बोल्छन् मन लाग्दी पनि गर्छन् अब आन्दोलनकारी यो रणबानमा प्रोटेस्टको नाममा चोर नहुने छोरा र छोरीहरूको लागि म्याच वाहन सिराहाको खास संस्थाको दृश्य चामलको बोरा बोकेको मान्छेहरू हेर्नुहुन्छ तपाईहरु हेर्नुस् किनकि यो नेपाल ए भगवान पुरै चामल भात माछ चिक्ने हो बानी त हामी जनताको पनि नेताहरु चाहिँ छ के हाम्रो पैसाले त लुटेको भन्दै भागबटी नि लुट्दिनु हाम्रो कोही होला दौन त्यही भने आगो लागिसकेको छ मान्छे होला निक्लिन ए राम 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 कत्रो हेर्न ल बाहिर निक्लि पुरै बोरा उडाइदिएछ आम्बो अनि त्यो लाँडा घाँटीमा के लाँडा जस्तो मुजी मर्या साँप बोकेर हिँडेको ए रनमतीहरू आगो लागिसक्यो आउने यार आगो लगाइरहेको छ नि कस्तो मुजी खाते हो यार जाने माया मारेर चोर्नु पर्छ मुजी त कति त चोर्न गएको उतै जलेर शहीद भयो भन्दैछन् के हो कुरो यो कार्पेट कसको हो न्यायाधीशको हो सर न्यायाधीशको हो जे गर्नु राम्रो गरे जस्तो लाग्छ गलत गरे जस्तो लाग्छ होइन मैले म अब गरिब मान्छे हजुर उ मैले धनी गाउँमा सुत्ने न्यायाधीशको खाने लाउने भाँडाकुँडा सबै चोरेकै नरले दसैँ सपिङ फ्रीमै गरे मुख छोपेर लैजाऊ मुख छोपेर भित्र बस्दैछ लाज लाग्दैन लुट अझै लुट भाइ लुट हेर ओहो अलि धेरै ल्याउनु न ओहो आमा यार यो जुनिभरलाई पुर्याउनु हो त सामान त होल्डर बेच्नु पर्छ है मुख ढोपेर ओहो दिदी बहुत स्वाहा है थुक्का यस्ता मुजी खाथेहरू नेता चोर भनेको र साला जनता चाहिँ चोर रहेछ के जनता नै खराब भएको हुनाले नेता नै खराब भएको हाम्रो रुटै खत्तम छ के चोर्न
हामी त्यही भने गति छाडाएर साला खातेहरू हाम्रो टिभी म्याटर सब उडाइदिएछ म आग लगा सम्पत्ति चाहिँ तपाईँको तोडफोड गर्ने आगजनी गर्ने चाहिँ अधिकार कसले दिने अमेरिका गएर जुठो भाँडा मोडेर न मेरा बाउ थिए न मेरा आमा थिए त्यसरी कमायो सम्पत्ति जलाइयो आगोडीमा जानी एउटा सलाई पनि फाल्दिनी भाग्ने केटा बिल्डिङ जलाएर के पायो 3500 मान्छेको जागिर गयो एमालेलाई सपोर्ट गर्ने जग्गा दिने भनेर होला अब यहाँ त पार्टीहरूलाई खुलियाम सपोर्ट गर्यो कि सक्यो भने हुन्छ सरकारले चाहिँ एकदम राम्रो काम गरेको छ युवाहरुको तर पनि अहिलेको युवाहरु चाहिँ लयलयमा लागिरहेछ यो सरकारले एकदम धेरै खुसी छ अक्टोबरमाको चिया बगानमा आगो लगाएको छ सरोदन किन जलाको सदन किन जलाको केपी ओलीले ओली याद आउने कुराहरु सबै भत्काइदेऊ पुरिदेऊ भनेर भन्नुभएको थियो त्यो कुराले अलि सिरियसली लिएको क्या भत्काइदेऊ धरारा भत्काइदे गर आगो लाइदे भत्काइदेऊ बाटा र फुलहरु ओली याद आउने सबै चीजहरु कैदी हरेक जेलबाट भागिरहेको छन् त्यसको केही मतलब छैन रवि दाइलाई राखेको जेलमा जानु पर्यो साथीहरु सबै भएको के आगजनीको तपाईले केही थाहा छ अब भन्दै फेरि गाडी खाइहाल्छ भन्नु जब चाहिँ तपाईको अराजक झुण्डले रविका ग्याङले रविलाई चाहिँ नखबाट निकाले त्यसपछि सबै चाहिँ तोडफोड आगजनी चाहिँ आउ सबै उ निस्केपछि नचलाउनु मलाई को हुन् यिनीहरु असली जेन्जी हुन् त यत्रो पेट्रोल बम कहाँबाट आयो यिनीहरु देशद्रोही हो असली जेन्जी र राम्रो मन भएको त यिनीहरु मुझे बौला त्यो हाम्रै सम्पत्ति हो खाता यो न प्लिज न ओलीले छोडिसक्यो सबैले छोडिसक्यो अब छोड्दिनु अनि प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि आगो लाउने हिँडिरहेथे राजीनामा आइसकेपछि त घरहरु नजलाउनु पर्ने हो जल्नै पर्छ शेरबहादुर प्रचण्ड सबैको जल्छ अहिले केपी ओलीको जलाएर आए मैले अनि यो त जेन्जीको आन्दोलन भने हैन हजुरहरु पनि जेन्जी हो नागरिकता चेक गर्नु त त्यही भने जो छिरेछ दाइ पनि जेन्जी हैन गुण्डा चाहिँ होस् लाग्यो फडा साला चोरो एज हेरौ नागरिकता दिएको भन्नु उनीहरुलाई जेन्जी हो कि थाहा हुन्छ हैन दाजु किन लफडा गर्दै हिँडेको हजुरको भनाइ के हो भन्नु त मेरो भनाइ के हो भने मृत्यु हुने मरेर गइसके हामी जिउँदै उनीहरुलाई जिउँदो शहीदहरुलाई जिन्दगीभर हामी आदेश चाहिँ बोकेर हिँड्ने कुरा नगुमाउनुस् हजुरको माग के हो त्यो सिधै भन्नुस् त साच्चै घाइतेहरु जसले चाहिँ खुट्टा पनि गुमाउनु भएको छ कतिले हैन उहाँहरु चाहिँ चुप लागेर बस्नु भएको छ खुट्टा नभए नि छोरा त बाँचेको छ भन्ने छ मलाई उहाँले चाहिँ नक्कली पट्टी हातमा बाँधेर 7 लाख चाहियो भनेर उफ्रिदै हुनुहुन्छ जस्ताको त्यस्तो त भन्दैन हेर्नुस् अब हजुरले घाइतेलाई 7 लाख मृतकलाई 5 लाख भन्नुभएको थियो नि हजुर बाँचेर पनि काम छैन हजुरलाई बरु मारेर 5 लाख दिने 2 लाख बच्छ भन्दैछन् सबले यस्तो रन्डीको छोराहरुको नेपालमा काम छैन कट्टा हान्दिएला त्यस पछाडी हाने हो नि त्यसलाई हैन भित्र लाम्मै छिरेछ अनि त्यही हालले मुक्का हान्दै हुनुहुन्छ त फेरि केदा हाने आएर भागिरा यार जेन्जीको आन्दोलनमा एमाले त यतिखेर रुकेर बस्नु पर्ने हो म एमाले होइन भने कोही पनि रुक्ने होइन महेशले जुन चाहिँ अहिले अराजक अभिव्यक्ति दिइरहेको छ नि उको छ अपराधी ल दाइ धेरै धाक नलाउनु जेन्जीहरु आउलानि फेरि घर घेर्न त्यसको घर कसले देखाछ महेशले त बालकोटमा छ ल आउ तपाईले मेरो केटाहरु खुकुरी हान्न आउँछ अब के गर्नुहुन्छ गोली हान्न म त थाल्दै छु ल हजुरलाई नै नराम्रो हुन्छ दाजु यस्तो कुरा नबोलेकै राम्रो नचलाउनु थुतुनु भन्नु लाग्दै त्यही त हेर्नुस् त यहाँ के नरागाउँदै हुनुहुन्छ सरकारी हत्याराहरु होशियार को हत्यारा सरकार कि जेन्जी भनेको आतंककारी हो ल गोली चलाएर विद्यार्थी मारेर चाहिँ पुलिस आतंककारी चाहिँ जेन्जी त्यही त भने मुम्बई पारेर एउटा जे बोले राम्रो लडाई जस्तो लडाइदिनुस् न राम्रो लडाई जस्तो त पुलिसले पो लडायो त विद्यार्थीलाई ताकिरै कसरी हान्न सकेको यार ओहो हैन यो गोली चलाउने पुलिस चाहिँ को रहेछ क्या आवश्यकै थिएन क्या त्यहाँनिर गोली चलाएको त्यो पनि ताकिएर क्या ठिक छ उसले ढुङ्गा हानिरहेछ त्यो ढुङ्गाले पुलिसलाई केही हुँदैन थियो क्या त्यो हैन भिडमा पनि हैन एक्लै उभिएर छ यसरी ताकिरै हानिरहेछ कस्तो प्रहरी प्रशासनको कुन चाहिँ मादर्श राडीको बलले गोली चलाएको छ मास चिक्ने राडीको छोरा यहाँनिर स्टुडेन्टहरु आएको छ यहाँनिर युवाहरु आएको छ कुन चाहिँ राडीको छोराले गोली चलाएको छ टाउकोमा त्यो राडीको बलले मैले सजाय पाएन भने सिंहदरबार त फेरि पनि बनाउला खरानी भएका संरचना जे छन् फेरि पनि उठाउला ती अमूल्य त नि हाम्रा नानी बाबु देशका कर्णधारहरु तिनीहरुको जीवन फिर्ता हुन्छ सरकारले दमन गर्यो र ताकि ओ माय गुडनेस ताकि गोली चलाउने पगलोल बक जनताले चाहे के हुँदो रहेछ त्यस पछाडी त खोजी हाने नि त हिजो आन्दोलनमा भेटिएको जुत्ताको नाम अडिडास हो त्यो जुत्तामा लागेको खुनको बदला हो के कसैलाई रहर लाएर 13 दिनभित्र राजीनामा दिएन भने सडकमा ल्याएर पछार्छु के भने यो तागत छ कोही माइकलाल जन्म्या छ केपी ओलीले कठालो समातेर सडकमा ल्याउने
यो दुनियाँमा कोही माइकल जन्मेको छैन केपी ओली इज द केपी ओली फुटबलको पेले जस्तै हो त्यही नै भयो नि त लास्टमा हैन खेल्यो नि त प्रचण्ड केपी ओली सब खेलाडी शहीदहरू हेर सो अलराइट गाइज सो द्याट्स इट कस्तो लाग्यो तपाईँहरूलाई भिडियो आई होप तपाईँहरूले इन्जोय गर्नुभयो होला होइन अलिकति कमेडी नै होला भन्ने सोचिरहेको थिएँ त्यस पछाडि अब जेन्जी भन्ने थियो अब आन्दोलनसँग रिलेटेड भनेपछि शहीदहरूको कुरा पनि आएको थियो सो अलिकति हल्का सेन्टिमेन्टल टाइपको नै थियो ओभरअलमा सो इफ यु लाइक दिस भिडियो तपाईँहरू चाहिँ हाम्रो जालन दाइको पेजमा गएर भिडियो हेर्न सक्नुहुन्छ सो यदि हजुरलाई मेरो पनि भिडियो मनपर्छ भने अभियसली च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरेर सपोर्ट गर्नु चाहिँ नबिर्सनु होला भन्दै I'll see you back with another amazing reaction video in upcoming days. So for that time, as always, stay happy, stay blessed. Bye bye. Jai Nepal.